हेर्नुहोस् गोपिनीहरूलाई, सम्पूर्ण काम यति राम्ररी गरिरहेछन् कि सासू ससुराहरू दङ्ग छन्। आहा क्या बुहारी मेरो, बिहान 4 बजे उठ्छन्, नुहाइ धुवाइ गरेर घरको सम्पूर्ण काम सफासँग गरिदिन्छन्। त्यसपछि दही बेच्नको लागि जान्छन्, बालबच्चाहरूको स्याहार सुसार, केही कुनै पनि काममा कमी छैन। गोपिनीहरू त्यति राम्ररी गर्छन्, सबै दङ्ग छन्। घरमा बुढो दङ्ग छ, आहा क्या बुढी मेरी भनेर, सासू ससुरा दङ्ग छन्, क्या बुहारी मेरी भनेर। तर बुहारीहरूको स्थिति कस्तो छ? हृदय गदगद चित्त छ श्याम सुन्दरलाई सम्झेर। कहिले भेट होला श्याम सुन्दरलाई, कहिले भेट होला, कहिले यो बाटोबाट श्याम सुन्दर गाईहरूको पछि पछि ठुमुक ठुमुक हिँड्दै वृन्दावनतिर आफ्ना गोप ग्वालहरूको साथमा अँगालो मार्दै हिँड्छन्। कहिले त्यो सावली सुरतको दर्शन गर्न पाउला, आहा भन्दै तडपेर बसिरहेका छन्। एक एक क्षण उनीहरूको लागि युग समान बितिरहेको छ। त्यो अवस्था छ, बार बार आँखाबाट आँसु आउँछ। त्यो आँसुलाई छुपाउँछन् उनीहरू, कसैले नदेखोस् भनेर। कसैले देखिहाल्यो भने अरे आँखामा घुरान परेछ, आँखामा के पऱ्यो हेर्दै हेर्दै बताउँदैन। गोपनीयम 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 प्रयत्न त यसरी उनीहरूले आफ्नो भक्तिलाई सम्हारिरहेका छन्। र स्थिति त्यही भइसक्यो। युगा एकदम निमिषेर चाचुसा प्रागुसायत। र यो स्थितिमा हामीले पनि पुग्नु छ। असम्भव त छैन। जब उनीहरूले गर्न सक्छन् त हामीहरूले किन गर्न सक्दैनौँ? र यही स्थितिमा जब हामी पार गर्दछौँ तब हाम्रो कर्मयोग पक्का हुन्छ, तब हाम्रो शरणागति निरन्तर बढ्दै जान्छ। अहिले हामी 1% सरेन्डर छौँ भने बिस्तारै हामी 2% सरेन्डरमा हुन्छौँ, हुँदै हुँदै 10%, 20%। जति जति शरणागति हामी बढ्छ, हाम्रो शरणागति जति जति बढ्छ त्यति त्यति हाम्रो भक्ति स्वाभाविक रूपमा हुन्छ। यदि हजुरको शरणागति 10% छ भने 10% भक्ति हजुरको स्वाभाविक हुन्छ। त्यसको लागि हजुरले प्रयत्न गर्नै पर्दैन। यदि 10% हजुरको शरणागति भइसकेको छ आफ्नो गुरुमा, आफ्नो भगवानमा भनेदेखि, आफ्नो इष्टमा भनेदेखि 24 घण्टाको 10%, 2.5 घण्टा तपाईँले आफै सम्झिनुहुन्छ कुनै प्रयास बिना। अब 2.5 घण्टा आफै सम्झिनुहुन्छ, त्यसपछि अब प्रयास गर्नुपर्छ। बाँकी टाइम हजुरले के गर्नुपर्छ? जबरजस्ती फेरि यतो यतो निश्चरति मन मञ्चलम अस्थिर ततो ततो नियमे तदात्मनियम वशम नै। च्याप पक्रेर त्यो मनलाई जहाँ जहाँ जान्छ, छोरामा गयो त्यही छोरामा खडा गरिदिनुहोस् ठाकुरजीलाई, छोरीमा गयो छोरीमै खडा गरिदिनुहोस् श्याम सुन्दरले। श्याम सुन्दर बाहेक केही नदेखोस्, श्याम सुन्दर बाहेक केही नसोचोस्। यो अवस्था बनाउनु पर्यो हामीहरूले। अनि के हुन्छ? अन्तःकरण शुद्ध हुन थाल्छ। र अन्तःकरण जति जति शुद्ध हुन्छ त्यति त्यति फेरि शरणागति स्वाभाविक बढ्न थाल्छ हजुरको। र जति जति शरणागति बढ्छ त्यति त्यति भक्ति स्वाभाविक रूपमा हुन थाल्छ। र हुँदा हुँदा एक दिन 100% शुद्ध हुन्छ मन। र जब 100% शुद्ध हुन्छ तब के हुन्छ? त्यसपछि निरन्तर भगवानको स्मृति हुन थाल्छ। अविस्मृति कृष्ण पादारविन्दे क्षिणोत्य भद्राणी समम तनोति। अब सम्पूर्ण पापहरू भस्म हुन थाल्छन्, किनकि अविस्मृति कृष्ण पादारविन्द। अब श्याम सुन्दरको त्यो पादारविन्दको हजुरलाई विस्मृति नै हुँदैन। सत्वस्य शुद्धि परमात्मा भक्ति। अब हृदय शुद्ध हुन थाल्छ, प्रभुको भक्ति उदय हुन थाल्छ। विज्ञान ज्ञान वैराग्य युक्त। अब त्यसपछि विज्ञान भनेको आत्मबोध पनि हुन्छ हजुरलाई, संसारबाट वैराग्य पनि हुन्छ र भगवानको स्वरूपको ज्ञान पनि हुन्छ। सम्पूर्ण कुरा एकसाथ। जसरी हामीले खाना खाँदाखेरि खानाले के गर्छ? क्षुधा निवृत्ति पनि गर्छ, पुष्टि पनि गर्छ, तुष्टि पनि गर्छ। त्यसै गरी भगवानको भक्तिले पनि ज्ञान पनि दिन्छ, वैराग्य पनि दिन्छ र भगवानको स्वरूपमा हामीलाई स्वरूपको प्राप्ति पनि गराइदिन्छ। यी कुराहरू छन् र यो निरन्तर प्रयासद्वारा नै सम्भव छ। हेर्नुहोस्, एउटा कुरा के छ त भन्दाखेरि अहैतुक्य व्यवहिता या भक्ति पुरुषोत्तम। हाम्रो यो भक्तिको डेफिनेसन भने कस्तो छ त भन्दाखेरि अहैतुक्य व्यवहिता, निरन्तर हुनु पर्यो।
मनोगतिरविच्छिन्ना यथा गङ्गा वसोगुर लक्षणं भक्ति योगस्य निर्गुणस्य उदाहरितम् अहेतुक्य व्यवहित या भक्ति पुरुषोत्तम। भक्तिको डेफिनेसन दिएको छ भागवतमा कि भक्ति त्यही हो जुन निरन्तर होस्, निष्काम होस्, अनन्य होस्। निरन्तरता छैन। हजुरले दर्शन ढुङ्गोलाई एकछिन घोट्नुहोस्, 1 मिनट घोट्नुहोस् अनि छोडिदिनुहोस्, फेरि 1 मिनट घोट्नुहोस्, छोडिदिनुहोस्। जिन्दगीभर घोट्दै गर्नुहोस्, आगो बल्दैन। ढुङ्गो फुट्छ तर आगो बल्दैन। त्यही दर्शन ढुङ्गोलाई तपाईँ सोच्नु होला, यत्रो जिन्दगीभर घोट्दा पनि आगो बलेन भनेपछि त साह्रै गाह्रो रहेछ आगो निकाल्नलाई। होइन, त्यो दर्शन ढुङ्गोलाई लगातार 5-10 मिनट त घोट्नुहोस् एकचोटि, आगो निस्किन्छ त्यसमा, केही गाह्रै छैन। एकजनामा के लाग्छ? 10 मिनट लाग्छ। तर 10 मिनट कसैले पनि चैनसँग बसेर त्यो दर्शन ढुङ्गो घोट्दैन। एउटा ढुङ्गा एउटा खल्तीमा हालेको छ, अर्को ढुङ्गा अर्को खल्तीमा हालेको छ, यसो फुर्सदमा एकछिन रगड्यो फेरि छोड्यो, फेरि रगड्यो फेरि छोड्यो। हामीहरूको भक्ति अहिले यस्तै भइरहेछ। माला हातमा लिइरहेको हुन्छौँ, घुमिरहेको हुन्छौँ, एकछिन 2-4 राउन्ड घुमायो, फेरि के छ अरे त्यो हालखबर के छ, उसको हालखबर के छ, त्यसको हालखबर के छ। मन निरन्तर लाग्नु पर्यो। यसरी लाग्नु पर्यो कि मन त्यही तन्मय बनोस्, त्यही समाधिस्थ होस्। त्यसरी हेर्नुहोस्, सूर्यलाई हेर्नुहोस्, सूर्यमा कति प्रकाश छ, कति छ, पुरा सूर्यमण्डल यो जुन हाम्रो सोलर सिस्टम छ, सोलर सिस्टमलाई नै उज्यालो बनाइदिएको छ सूर्यले। तर त्यो सूर्यको किरण आइरहेछ, बाहिर एउटा कागज राखिदिनुहोस्, त्यो कागज बल्दैन। सूर्यको किरण बिहानदेखि बेलुकासम्म परिरहेछ त्यो कागजमा, कागज बल्दैन। त्यही कागजमा फेरि के गर्नुहोस्, एउटा ह्यान्ड लेन्स, हाते लेन्स भन्छ, त्यो ल्याउनुहोस्। अब सूर्यको प्रकाशलाई त्यो ह्यान्ड लेन्सले त्यहाँ फोकस गरिदिन्छ, अब आगो बल्छ। जुन काम सूर्यले गर्न सकेन त्यो काम ह्यान्ड लेन्सले गरिदियो होला, केवल फोकस गरे होला। त्यो फोकसको कति महत्त्व छ। त्यसैले हामीले के गर्नुपर्छ त भन्दाखेरि मन र बुद्धिलाई संसारबाट समेटेर सब कर ममता तागु बटोरी मम पद कान्छ बाँधु बटडोरी। भगवान् राम भन्नुहुन्छ सबैतिरबाट समेटेर मेरो चरणमा ल्याऊ। गुरु पितु मातु बन्धु पति देवा सब मोह कह जानी दृढ सेवा। सबै मनै हुँ भन्न मान, तिम्रो स्वामी, तिम्रो सखा, तिम्रो सुत, तिम्रो पति, तिम्रो देवता, तिम्रो गुरु सबै म। ममै सबैतिरबाट बाँधेर ममा फोकस गर। अब त्यहाँ अग्नि उत्पन्न हुन्छ, अब भगवान् प्रकट हुनुहुन्छ। यो हो तरिका। त्यसैले गर्दाखेरि यी साधारण कुरा लाग्छ सुन्दाखेरि त, तर यही नभएर हाम्रो काम बिग्रिरहेछ। यो हामीले गर्नु अत्यन्तै आवश्यक छ। र यो नै गर्दै 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 गइसकेपछि एक दिन हाम्रो शरणागति पूर्णतामा पुग्छ। र जब हाम्रो शरणागति पूर्णतामा पुग्छ त्यसपछि के त? त्यसपछि त हाम्रो काम बन्छ, ठिक। तर आज हामी किन शरणागत हुन सकिरहेका छैनौँ? किनकि हाम्रो मन संसारमा आसक्त छ। अब आसक्ति हटाउन के गर्नुपर्छ? वैराग्य। र वैराग्य भयो रे मानिनुहोस्। फेरि वैराग्य पनि दुई प्रकारको छ, यो पनि बताएको थिएँ मैले। एउटा फल्गु वैराग्य, शमशान वैराग्य पनि भन्छ, अनि एउटा दृढ वैराग्य, वास्तविक वैराग्य। संसारको अभावमा कहिलेकाहीँ हामीलाई वैराग्य भइरहेको हुन्छ। हामीले भने जस्तो भएन, छोराले गाली गर्यो, छोरीले गाली गरी, एकछिनको लागि वैराग्य हुन्छ। अरे संसारमा केही छैन, बेकार छ यो संसार, भगवान्मै छ सबैको। एकछिनपछि के हुन्छ, छोराछोरीले फेरि माया गर्छन्, एउटा गिफ्ट किनेर ल्याइदिन्छन् बजारबाट, त्यसपछि तुरुन्तै मन पग्लिन्छ, सिद्धि त्यो वैराग्य। त यसलाई शमशान वैराग्य भन्छ। शमशान वैराग्य भनेको एउटा मान्छे जब मर्छ त्यसपछि त्यो मान्छेको चिता बोकेर मान्छेहरू शमशान घाटतिर जान्छन्, राम नाम सत्य हे, राम नाम सत्य हे भन्दै। तर फर्किने बेला के हुन्छ? फेरि फर्किने बेला राम नाम सत्य हुँदै, फर्किने बेला फेरि संसारै सत्य हुन्छ। र यसलाई भन्छ शमशान वैराग्य। अर्थात् संसार प्रतिकूल हुँदाखेरि संसारबाट मन हट्नु, यसलाई मन हटेको भन्दैन। संसार अनुकूल होस्, श्रवण कुमार जस्तो छोरा होस्,
सती सावित्री जस्तो श्रीमती होस् र पनि मन नलागोस्, फेरि पनि मनले श्याम सुन्दर नै खोजोस्। यो असली वैराग्य। यस्तो वैराग्य हुनु पर्यो, तब भगवान् रिझ्नुहुन्छ, तब भगवानको त्यो वास्तविक कृपा हाम्रो सामुन्ने प्रकट हुन्छ। र यो वैराग्य हासिल गर्नको लागि निरन्तर संसारको स्वरूपको हामीले चिन्तन गरिराख्नुपर्छ। यो कुरा त भइहाल्यो। अब यहाँ प्रश्न आउँछ, यदि हाम्रो मन संसारबाट वैराग्य भयो भने वैराग्यको अवस्थापछि के हाम्रो काम सक्यो त? हाम्रो मन भगवानमा लाग्छ? हामी ईश्वरीय जगतमा प्रवेश पाउँछौँ त? पाउँदैनौँ। जब हाम्रो मन संसारबाट वैराग्य हुन्छ, त्यसपछि त्यो वैराग्यको मनलाई भगवानमा लगाइदिनको लागि एउटा पर्सनालिटीको आवश्यकता पर्छ। जब मन संसारबाट वैरागिन्छ, हजुरले बुझ्नुहुन्छ संसारको स्वरूप, संसारमा आनन्द रहन्छ, संसारमा दुःखै दुःख रहेछ, अब भगवानमा सुख छ भनेर सुनेको छु, अब म भगवानकै शरणमा जान्छु भनेर हामीले अब भगवानतिर जानको लागि कम्मर कस्यौँ त अब के कम्मर कस्दैमा भगवानको ठाउँ पुगिन्छ त? पुगिँदैन। अब हजुरलाई त्यो वैराग्यको अवस्थालाई, तपाईको त्यो वैराग्यको मनलाई भगवानमा अनुरक्त बनाउनको लागि, भगवानको भक्त बनाउनको लागि, भगवानमा पूर्ण रूपमा शरणागत बनाउनको लागि एउटा पर्सनालिटीको आवश्यकता पर्छ। त्यो पर्सनालिटीलाई भनिन्छ महापुरुष, गुरु। महापुरुष भनेको के? हेर्नुहोस्, एउटा पुरुष हुन्छ, एउटा परम पुरुष हुन्छ। परम पुरुषको ईश्वर परमः कृष्ण सच्चिदानन्द विग्रह अनादिरादि गोविन्द सर्व कारण कारण, भगवान् श्रीकृष्ण परम पुरुष हुनुहुन्छ, सम्पूर्ण कारणको पनि कारण हुनुहुन्छ। र जसले भगवान् श्रीकृष्णलाई प्राप्त गर्दछ, पुरुष पनि गीतामा भन्नुहुन्छ नि भगवान् श्रीकृष्णले 3 प्रकारको पुरुष। द्वाविमो पुरुषो लोके क्षरश्चाक्षर एव च अक्षर सर्वाणि भूतानि कूटस्थ अक्षर उच्यते। 2 प्रकारको पुरुष भयो, एउटा क्षर पुरुष, एउटा अक्षर पुरुष। अर्को उत्तम पुरुषस्तन्य परमात्म उदारितः यो लोकत्रयमाविश्य विवर्तव्य ईश्वर। 3 प्रकारका पुरुष भयो, एउटा पुरुष क्षर पुरुष, एउटा पुरुष अक्षर पुरुष, अर्को पुरुष क्षर र अक्षर भन्दा पनि अतीत। यस्माक्षरमतितोऽहं क्षराद विच्युत्तमः अतोऽस्मि लोके वेदे च प्रथित पुरुषोत्तम। पुरुषोत्तम भनेको चाहिँ उत्तम पुरुष, जुन क्षर र अक्षर भन्दा पनि पर पुरुष। क्षर सर्वाणि भूतानि, क्षर पुरुष भने के रहेछ? सम्पूर्ण भूत जीवित जीवहरू छ, जीवात्माहरू छ, क्षर। अनि कूटस्थो अक्षर उच्यते। कूटस्थको अर्थ के हो? इन्फ्यालिबल, जसको पतन हुँदैन, जुन पर्फेक्सनमा बसिरहेको छ, त्यस्तो पुरुष त्यो हो अक्षर पुरुष। अर्को छ यो दुईटै भन्दा पर उत्तम पुरुष। कसैले क्षर पुरुषलाई यो जीवात्माको शरीर र अक्षर पुरुषलाई जीवात्मा भनेर पनि वर्णन गरेका छन्। केही भाष्यकारहरूले त फेरि यसको भयङ्कर गहिरो पनि व्याख्या गरेका छन्। तर साधारण रूपमा बुझ्नु पर्दाखेरि, साधारण रूपमा जुन प्रकारले यहाँनिर बताइएको छ, क्षर सर्वाणि भूतानि कूटस्थो अक्षर उच्यते। हामीहरू जो जीव छौँ, जुन पुरुष छौँ, हामीहरू इन्फ्यालिबल छैनौँ, हामीहरू मिस्टेक गर्छौँ, हामी पुङदोष रहित छैनौँ। एउटा पुरुष यो भयो मायाबद्ध पुरुष। एउटा पुरुष छ कूटस्थ, अर्थात् जो मायातीत भइसक्यो, जसले गल्ती गर्दैन। अर्को उत्तम पुरुष जो यो दुईटै भन्दा अतीत छ, जसलाई भगवान भनिन्छ, जसलाई परमात्मा पनि भनिन्छ, परमात्मै दिवदारिता। र त्यो उत्तम पुरुषको भगवान् श्रीकृष्ण यो मामेव सम्मूढो जानाति पुरुषोत्तम स सर्वविद भजति माम सर्वभावेन भारत। त्यो व्यक्ति नै सर्वविद हो, जसले वास्तवमा बुझेको छ कि त्यो उत्तम पुरुष म हुँ, भगवान् श्रीकृष्ण भन्नुहुन्छ। त उत्तम पुरुषलाई जसले बुझ्यो, जुन पुरुषले उत्तम पुरुषलाई बुझ्यो, त्यो पुरुष पनि के हुन्छ?
त्यो पुरुष पनि मायाबाट मुक्त हुन्छ। जन्म कर्म चमे दिव्यम एवं यो व्यक्ति तत्त्वतः त्यक्त्वा देहम पुनर्जन्म नाइति महावेदेषु अर्जुन। जसले यो कुरा बुझेर मर्दछ कि म दिव्य हुँ, मेरो कर्म दिव्य छ, मेरो जन्म दिव्य छ, त्यो व्यक्ति पनि मायाबाट मुक्त हुन्छ, भगवान् श्रीकृष्ण भन्नुहुन्छ। त्यसैले कुटस्थ अर्थात् एउटा पुरुष छ जुन पुरुषले चाहिँ परम पुरुषलाई बुझ्यो, उत्तम पुरुषलाई बुझ्यो, त्यो हो महापुरुष। अब त्यो महापुरुष जुन महापुरुषको शरणागति हामीले ग्रहण गर्यौँ उसको नाम हो गुरु। त्यसो त महापुरुष त संसारमा कति छन् कति, तर जुन महापुरुषको दिव्य ज्ञान हामीले लिन्छौँ, जुन महापुरुषको शरण हामीहरू ग्रहण गर्दछौँ, ऊ भयो गुरु। गुरौति गुरु अर्थात् गुको अर्थ हो अन्धकार। यो अन्धकारलाई नाश गर्ने सामर्थ्य। यो अन्धकार भने के हो? जसरी सूर्यले रातको अन्धकारलाई नाश गरिदिन्छ र यो माया रूपी अन्धकारलाई जसले नाश गर्दछ त्यो नै वास्तविक अन्धकार हो। किनकि त्यो अन्धकारमा हामीहरू अनन्तकालदेखि फसेर बसिरहेका छौँ। त्यो अन्धकारको नाश गर्न सक्ने सामर्थ्य भएको पर्सनालिटीको नाम हो गुरु। अब यहाँ प्रश्न आउँछ कि यो गुरुको आवश्यकता किन छ र यो गुरु कस्तो हुनुपर्छ? आउनुहोस् अब हामी यसमा प्रवेश गरौँ। यो अत्यन्तै महत्त्वपूर्ण सब्जेक्ट। गुरुको आवश्यकता हामीलाई यो कारण पर्दछ कि जब हाम्रो मन संसारबाट वैरागिन्छ, त्यो वैराग्य जुन छ त्यो स्थायी रहँदैन। किनभनेदेखि नहि कश्चित् क्षणमपि जातु तिष्ठत्य कर्मवृत्। हामी जीवात्मा जबसम्म त्यो अपरिमेय आनन्द प्राप्त गर्दैनौँ तबसम्म सङ्कल्पविहीन अवस्थामा रहन सक्दैनौँ। कामना बनाउनु वस्तुतः मायाबद्ध जीवको स्वभाव हो। किनकि हामीहरूलाई आनन्द चाहिन्छ। हामी आनन्दका भोगी हौँ। आनन्द मिलेन भने हामी चुप लागेर बस्न सक्दैनौँ। त्यसैले गर्दाखेरि वैराग्य त भयो। हजुरले थाहा पाउनुभयो कि यहाँबाट चाबेल जाने बाटो दाहिनेतिर भनेको बायाँतिरको रहेछ। थाहा पाउनुभयो। थाहा पाइसकेपछि तपाईँ दाहिनेतिर हिँडिरहनु भएको थियो, रोकिनुभयो। अब रोकिँदैमा तपाईँ आफ्नो डेस्टिनेसनमा पुग्नुहुन्न। अब सही बाटो पनि त हिँड्नु पऱ्यो नि। गलत बाटोमा हिँडेको कुरो थाहा पाउनुभयो। वैराग्य भनेको त्यही हो कि म गलत बाटोमा हिँडिरहेको रहेछु, संसारमा आनन्द छ भनेर म हिँडिरहेको थिएँ। अब ज्ञान भयो कि संसारमा आनन्द बिल्कुलै रहेनछ। यो कुरो थाहा भयो। अब थाहा पाउने बित्तिकै हामी लक्ष्यमा पुग्यौँ त पुग्दैनौँ। अब जहाँ आनन्द छ त्यतातिर फर्किनु पर्यो। जुष्टम यदा पश्चात्तन्यमी समयमा नमिदेवी त सुख। अब फर्किनु पर्यो। अब टर्न हुनु पर्यो। अब गलत बाटोमा हिँडिरहेको थियौँ, अब सही बाटोतिर फर्किनु पर्यो। अब यो सही बाटोतिर फर्केर सही बाटोमा हिँडाएर सही लक्ष्यमा पुर्याउने काम कसले गर्छ? गुरुले गर्छ। त पहिलो काम गुरुले के गर्छ? तपाईँको लागि मार्ग चयन गर्छ। हेर्नुहोस्, हामीहरू अनन्त जन्मदेखि अनन्त प्रकारका संस्कारहरू लिएर बसेका जीवहरू हौँ। हजुरले विचार गर्नुहोस्, यो पुरा पृथ्वी विषमताले भरिएको छ। कुनै दुईटा व्यक्तिको हातको अङ्गुठाको लाइन मिल्दैन, अङ्गुठा छाप मिल्दैन। एउटै वृक्षमा फलेको दुईटा फलको स्वाद उस्तै हुँदैन। एउटै वृक्षमा हजारौँ पातहरू छन्, कुनै दुईटा पात जस्ताको तस्तो एउटै खालको हुँदैन। कति विषमता छ, कति विषमता छ। यो विषमता किन छ? एउटा जीव अर्को जीव जस्तो हुनै सक्दैन। कारण के त भन्दा अनन्तकालदेखिको हामीहरूको संस्कार। अनन्तकालदेखि ईश्वर अंश जीव अविनाशी, चेतन अमल सहज सुख राशि। हामीहरू भगवानका नित्य अंश हौँ, अविनाशी। जसरी भगवान शाश्वत हुनुहुन्छ त्यसै गरी हामी पनि शाश्वत छौँ। त्यसैले गर्दाखेरि अनन्तकालदेखि हामीले अनेकौँ प्रकारका कर्महरू गरौँ, अनेकौँ प्रकारका कामनाहरू बनायौँ, अनि त्यो कामना पूर्तिको लागि अनेकौँ प्रकारका चेष्टाहरू गऱ्यौँ। यी सबै चिजले गर्दाखेरि हामीहरूको अन्तःकरण विचित्रको छ। मुन्डे मुन्डे मात्रै भिन्ना तुल्य तुल्य सरस्वती महत्व विचित्र रूपा खलु चित्त वृत्तया। सबैको वृत्ति फरक फरक छ। अब जसको जुन प्रकारको वृत्ति छ
त्यो वृत्ति अनुसार उसको लागि सही मार्ग कुन हुन्छ, भगवानलाई प्राप्त गर्ने उसको लागि सही प्रकारको मार्ग कुन हुन्छ, त्यो मार्ग चयन गर्ने काम एउटा योग्य गुरुले मात्रै गर्न सक्छ। शिष्य आफैले आफ्नो बुद्धिको प्रयोग गरेर गर्न सक्दैन। निर्विघ्नानां ज्ञान योग, जो अत्यन्तै विरक्त स्वभावको छ, जो अत्यन्तै विरक्त स्वरूप, यस्तो विरक्ति कि जस्तो राजा जनक हुनुहुन्थ्यो। राजा जनक आफ्नो गुरु कोठामा मतलब शिक्षा ग्रहण गर्दै बसिरहनु भएको थियो, त अष्टवक्र उहाँको गुरु हुनुहुन्थ्यो। अष्टवक्रजी महाराजले उहाँलाई जहिले अगाडि राख्नुहुन्थ्यो, अरूलाई पछाडि राख्नुहुन्थ्यो। त ईर्ष्यावश अरू शिष्यहरूले एकचोटि के सोचे त भन्दाखेरि हाम्रा गुरु पनि यस्तै हुन् के हुन् भन्ने, अब राजा भए हुनाले उनलाई चाहिँ अगाडि राख्छन्, हामीहरू के, हामीहरू केही छैन, हामीलाई पछाडि पछाडि राख्यो भने वास्तवमा त्यति गर्दैन। यस्तो खालको नेगेटिभ थिङ्किङ आयो बाँकी शिष्यहरूको। त्यसपछि एकचोटि उहाँले विचार गर्नुभयो, एकचोटि यिनीहरूको मनमा आएको किडालाई साफ गर्नु पर्यो भनेर उहाँले के गरिदिनुहुन्छ त भन्दाखेरि आफ्नो योगमायाद्वारा कुटीमा आगो लगाइदिनुहुन्छ। ती कुटीमा अब त्यतिखेरका विद्यार्थीहरूको बिचरा कमण्डलु दुईटा लङ्गुटी त्यति त हो, के हुन्छ, राति सुत्नको लागि एउटा च्यादर बस, अरू त केही पनि हुँदैन। त्यो पनि आगो लाग्यो भन्ने सुन्ने बित्तिकै यता गुरु शिक्षा दिइरहनु भएको छ, भागे दौडेर, गुरु गए है पनि होइन, जुरुक्क दौडेर त्यहाँबाट कुले लाम ठोकेर अब त्यहाँ भित्र छिरेर आफ्नो सामानको सुरक्षा, बस सबैजना। र यता जनकजी महाराज बसिरहनु भएको छ गुरुको उपदेश श्रवण गर्दै। त्यसपछि त्यसको भोलिपल्ट गुरुदेवले के गरिदिनु भयो त भन्दाखेरि फेरि योगमायाद्वारा जनकपुरीमा आगो लगाइदिनु भयो। र खबर आइपुग्यो, यता अथातो ब्रह्म जिज्ञासा भइरहेछ र उताबाट खबर आयो, सरकार 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 आगो लाग्यो। ध्यानै दिँदैन। गुरुदेव के भन्नुभयो हजुरले? सरकार जनकपुरी पुरै बलेर सहज भइसक्यो, खाक भइसक्यो। जनकजीलाई भन्नुभयो छैन। गुरुदेव हजुरले भन्नुभएको थियो अथातो ब्रह्म जिज्ञासा, त्यसपछि हजुरले बताउनु पर्यो। मतलब छैन। एकछिनपछि फेरि खबर आयो, तिनटै रानी जलेर खाक भयो नि प्रभु, सक्यो, दरबारै सक्यो, रानीहरू पनि सक्यो। फेरि पनि जनकको ध्यान त्यतातिर जाँदैन। उनको लागि यो कुरा सुन्नु त्यति धेरै महत्त्वपूर्ण छ कि अब यो अथातो ब्रह्म जिज्ञासा पछि अर्को प्रभु के भन्नुहुन्छ हाम्रो गुरुले, हेर्नुहोस्। गुरु वेदान्त वाक्येषु दृढ विश्वास श्रद्धा। गुरुको वाक्यमा यति श्रद्धा कि एक एक शब्द अमृत समान लागोस्। र त्यो शब्द छुट्ला कि यता पुरा राज्य खरानी भइसक्यो, मतलब छैन। त्यो लेभलको वैराग्य। र यस्तो वैराग्य यदि कसैमा छ भने त्यो व्यक्ति ज्ञान मार्गको अधिकारी हो। साधन चतुष्टय सम्पन्न सन्यास्तु मराति। सन्यासको उपनिषद भन्छ, जो साधन चतुष्टय सम्पन्न छ, शान्त दान्त उपरति तितिक्षु, विवेक वैराग्य समाधि षट सम्पत्ति मुमुक्षा इत्यादि 4 प्रकारका साधन चतुष्टयबाट जो सम्पन्न छ, त्यो व्यक्ति नै बल्ल अथातो ब्रह्म जिज्ञासा श्रवणको अधिकारी। आजकल त ब्रह्म ज्ञान बिनु नर नारी करैन दूसरी बात। और अवस्था कस्तो छ? अवस्था यस्तो छ कि कौडी लागि लोभ बस करही विप्र गुरु घात। स्थिति चाहिँ हाम्रो यस्तो छ कि कौडीको लागि विप्र गुरु घात गरेर हामी पछि पर्दैनौँ, तर कुरा चाहिँ हामी फेरि ब्रह्मज्ञानको गर्छौँ। आजको त फेसन नै भइसक्यो ब्रह्मज्ञान। तर ब्रह्मज्ञानको असली अधिकारी को हो? यहाँ बताइयो, निर्विघ्नानां ज्ञान योग न्यासिनः मिह कर्मसु। अलिकति पनि कर्ममा रुचि नहोस्, पूर्ण वैराग्य, जनकजीको जस्तो वैराग्य। त्यो वैराग्य यदि कसैमा छ भनेदेखि अथातो ब्रह्म जिज्ञासा। त्यसपछि सुन, अब तिमी ब्रह्मज्ञानको अधिकारी भयो।
सम, दम, श्रद्धा, समाधान, उपरति, तितिक्षा, यो षट सम्पत्तिबाट युक्त होस्। सम भनेको मनमाथि नियन्त्रण, दम भनेको इन्द्रियमाथि नियन्त्रण होस्, संशय रहित होस्, श्रद्धावान होस्, धैर्यताको पराकाष्ठा होस्, यी सम्पूर्ण गुणहरूबाट गुणवान होस्, मुमुक्षा पराकाष्ठाको होस्, विवेक होस् कि म शरीर होइन, म आत्मा, विवेक। यो अवस्थाबाट कसैले यदि ब्रह्मज्ञान लिन चाहन्छ भने ऊ वास्तवमै ब्रह्मज्ञानको अधिकारी हो। त अधिकारी चयन गर्छ गुरुले। अब नातिसक्तो न निर्विण्णाना भक्ति हो सिद्धि त। यदि कोही वैराग्य पुरा पूर्ण वैराग्य पनि छैन र पूर्ण आसक्त पनि छैन, नातिसक्तो न निर्विण्ण, धेरै वैराग्य पनि छैन, यस्तो वैराग्य पनि छैन कि ल घरै तपाईँको सखा भयो, आमा बुवा छोराछोरी सबै मऱ्यो भने हेर्न बिल्कुलै हलचल नहोस्, त्यस्तो खालको वैराग्य पनि छैन र यस्तो आसक्ति पनि छैन। अब आसक्तिको विषयमा त के भन्ने, तुलसीदासजीलाई आफ्नो श्रीमतीमा यति आसक्ति थियो पराकाष्ठाको कि श्रीमती एक दिन माइत गइन्। अब त्यो रातको घरमा एक्लै कसरी बिताउला प्रिया बिना भनेर त्यो अँधेरी रातमा, त्यो अन्धकार रात, औँसीको रात जहाँ हुरी बतास चलिरहेको थियो, पानी परिरहेको थियो, अब आजको रात पुरा कसरी बिताउने हो बिना, सातो फुत्लो निस्किए बाहिर। त्यसपछि अब गङ्गा नदी पार गर्नु पर्यो, अब त्यो बाढी आइरहेको नदी पार कसरी गर्ने, तर अब व्याकुल भइसक्यो चित्त श्रीमती बिना। त त्यहाँनिर एउटा कुनै काठ जस्तो देख्यो उनले, त्यसैलाई पकडे, भरे त्यो मुर्दा रहेछ, मरेको मान्छेको मुर्दालाई पकडे, खोइ गनाउँदा पनि गना आएन, किनकि मन यति तन्मय भइसक्यो आफ्नो श्रीमतीमा, त्यस्तो आसक्ति। त्यसपछि बल्ल तल्ल त्यो पार गरेर गयो गङ्गा नदी। सोच्नुहोस्, अँधेरी रातमा बाढी आइरहेछ, मुर्दालाई समातेर पौडी खेल्दै खेल्दै जसरी तसरी गङ्गा नदी पार गरे, पुगे पारीपट्टि, र पारीपट्टि पुगिसकेपछि अब घरतिर दौड्यो। घरतिर दौडिसकेपछि विचार गरेर राति 12-1 बजे घर ढड्कायो भने त पागलै भनेर सोध्छन्। एउटा काम गर्नु पऱ्यो, बुढी बस्ने कोठा त्यही हो, थाहा छँदैछ, त्यो झ्यालबाट हाम फालेर छिर्छु भित्र भनेर सोचेको। के कसरी हाम फाल्ने, एक तला माथि कसरी जाने, जम्प गरेर जाने सकिँदैन। यसो साइडमा हेरेको एउटा तुर्लुङ्ग झुन्डिरहेको रहेछ केही, अब यसैलाई पक्रेर चै गर्दै यहाँबाट पिङ खेल्दै त्यहाँनिर पुग्छु भनेर पक्रे, त्यो रहेछ अजिङ्गर। त्यो कति छटपटायो होला, तर ध्यान छैन। ध्यान आफ्नो श्रीमतीमा यति धेरै तन्मय छ, समाधि छ